हाम्रो कल्चरल कार्यक्रम सुरु हुन गइरहेको छ। म हाम्रो रेडिङबाट बाँसुरीको टिमलाई चाहिँ यदि तयार हुनुहुन्छ भने स्टेजमा आएर मलाई क्यू दिनु हुन अनुरोध गर्दछु र त्यो पछि हाम्रो भैरव नाच हुन गइरहेको छ। भैरव नाचको लागि पनि म रेडी हुन अनुरोध गर्न चाहन्छु। र हाम्रो यत्रो ठुलो यो कार्यक्रमको लागि चाहिँ विभिन्न स्पोन्सरहरूले सहयोग गरिरहनु भएको छ। हाम्रो दायाँ बायाँ, हाम्रो दाहिने हात र देब्रे हात भएर उभिनु भएको छ ब्याकबोनमा पनि र अहिले हाम्रो स्टेजमा पनि। उहाँहरूलाई पनि म फेरि पनि थ्याङ्क यू भन्न चाहन्छु। तपाईँहरूको यो सहयोग, यो साथ अर्को वर्ष अरू कार्यक्रममा पनि रहँदै जाओस् र तपाईँहरू दर्शकहरूले पनि उहाँहरूको बिजनेसबाट फाइदा उठाउनु होला भन्ने आशा राखेका छौँ र उठाइदिनु होला प्लिज। सो उहाँहरूले हामीलाई अर्को वर्ष पनि कन्टिन्यू साथ दिनुहुन्छ नि त है। त्यसै गरी हामीसँग हाम्रो मिडिया पार्टनर नेपाली लिङ्क र हाम्रो नेपालिजिङ युकेलाई पनि म यहाँ देखिरहेको छु। थ्याङ्क यू सो मच। तपाईँहरूको भिडियोले गर्दा पनि टिकटकमा, अब इन्स्टामा, फेसबुकमा हामी धेरै दर्शक श्रोताहरूमा पुग्न सफल भयो र अब भोलिदेखि फेरि हामी यो कार्यक्रमको रिल र भिडियोहरू हेर्न व्यस्त हुनेछ। मलाई एकदमै विश्वास छ धेरै नै भिडियोहरू आउनेछ टिकटक र इन्स्टाग्राम।